माननीय सभापतिज्यू, मन्त्रीज्यूहरू, विभिन्न निकायबाट प्रतिनिधित्व गर्दै आउनुभएका पदाधिकारीज्यूहरू, मान्य सदस्यहरू, अलिकति विषय गम्भीर र संवेदनशील भएका कारणले भिडियो मार्फत आफू विदेशमा रहे पनि भिडियो मार्फत आफ्ना कुराहरू राख्ने अनुमति चाहन्छु। सभापतिज्यू, सरकारले यो एनसेलको शेयर खरिद बिक्रीका सन्दर्भमा चाहिँ नि छानबिन गर्न भनेर चाहिँ 5 सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको चाहिँ समाचार सुन्नमा आयो। हामी सबैले सुन्यौं, यो कुरा थाहा पनि पायौं। हामीलाई यो छानबिन समितिको चाहिँ यति धेरै मोह छ कि कुनै दिन छानबिन समितिहरू चाहिँ किन प्रभावकारी भएनन् भन्ने बारेमा पनि छानबिन गर्नको निमित्त अर्को एउटा समिति गठन गर्नुपर्ने दिन पनि नआउला भन्न सकिन्न। त्यस्तो अवस्था र त्यस्तो परिस्थितिमा हामी पुग्यौं। र किन चाहियो हामीलाई हरेक कुरामा समिति? प्रहरीलाई कारबाही गर्न समिति चाहिने, राजस्व चाहिँ छली पत्ता लगाउन समिति चाहिने, तस्कर समाउन समिति चाहिने, अब के ट्राफिक लाइसेन्स समात्यो भने पनि हामीलाई समिति चाहिने हो। कर छली भएको समाचार आएपछि प्रधानमन्त्रीले चाहिँ कर कार्यालयसँग सम्बन्धित निकायलाई बोलाउने हो कि सत्ता गठबन्धनको बैठक बोलाउने हो? अनि छानबिन गर्न गठबन्धन दलहरू तयार रे। सिस्टम भन्ने कुन चराको नाम हो भन्ने कुरा हामीले कहिले थाहा पाउने? सभापतिज्यू, सिस्टम बलियो हुँदा अथवा सिस्टम बलियो हुँदो त चाहिँ यस्तो किसिमको समितिको आवश्यकता हामीलाई पर्ने थिएन। हाम्रो ध्यान सिस्टम बलियो बनाउने तर्फ कहिले पनि जान सकेन। एकजना सामान्य नागरिकले आइपिओ भरेर बल्ल बल्ल 10 किता शेयर पार्छ। 1000 रुपैयाँमा किनेको शेयर 1200 मा बेच्दा पनि उसले 5% क्यापिटल गेन ट्याक्स चाहिँ उसले तिरेकै हुन्छ। अब अरबौं रुपैयाँ कमाउने कम्पनीको शेयर बिक्री हुँदा कर तिर्नु पर्छ कि पर्दैन? यो प्रश्न नै होइन। पर्छ, अवश्य पर्छ। ठीक छ, समिति बनाएर नै टुङ्गो लाग्ने गठबन्धनीय सहमति हो भने सोझो हिसाबमा तिर्नुपर्ने यस्तो कर पनि तिर्न पर्दैन भनेर हाम्रा नेतागणहरूले व्यक्तिगत लाभ के कसरी लिए वा लिएनन् भन्ने बारे पनि खुल्ला रूपमा छानबिन गर्न आँट गरौँ न त। अनि छानबिन गर्ने कसले त भन्दा उनैले जसले महालेखाको 55औं प्रतिवेदनमा एनसेलको विवरण नै हटाए। कर छलीको छानबिन गर्न उनैलाई छानियो जसले प्रतिवेदनमै चाहिँ विवरण हटाएर सजिलो पारिदिए। के भइरहेको छ यो देशमा? यो देश डुबाएर ककसको परिवारको कर्तुत बचाउन खोजिएको हो सभापतिज्यू। यस्तो लुटतन्त्र हेर्न नसकेरै होला सायद चाहिँ जनता चाहिँ अहिले लाइन लागेर देश छोडेर गएका छन्। लुट्न खोज्नेहरूलाई, गिरोहलाई खोज्ने होइन कि उल्टो बचाउने जुन प्रपञ्च देख्दा देख्दै पनि कि हामी टल्ल परेर निरीह सांसद बनेर हेरिरहने हो? तपाईहरुलाई म 8 वर्ष अगाडिको चाहिँ यो टाइम ट्राभलमा लैजान चाहन्छु। यो बैठक मार्फत 2072 साल जति बेला स्विडेनमा मुख्यालय रहेको यो टेलिया सोनेराले चाहिँ एनसेलमा रहेको आफ्नो हिस्सा मलेसियाली कम्पनी एक्जियाटालाई बिक्री गर्दै नेपालबाट बाहिरिएको थियो। त्यति बेला यो शेयर खरिदको समाचार सार्वजनिक पनि नहुँदै चाहिँ एक्जियाटाका प्रतिनिधिले विभिन्न प्रमुख दलका प्रभावशाली नेताहरूसँग भेटघाट गरेको, घर दैलोमा गएको स्पष्ट देखिएको थियो। हामी त्यसका साक्षीहरू छौं। त्यति बेलाका प्रमुख दलहरू नै अहिले चाहिँ यो सत्ता गठबन्धन या विपक्ष बनेका छन्। नेपालमा यसअघि पनि विदेशी कम्पनीहरूले नेपाली कम्पनीलाई अथवा विदेशी कम्पनीले विदेशी चाहिँ कम्पनीलाई शेयर बेचेर गएका चाहिँ थुप्रै उदाहरणहरू थिए। र त्यतिखेर त्यसरी किनबेच हुँदाखेरि त कारोबार हुने क्रममा भइसकेपछि राजनीतिक दलका नेतालाई सम्बन्धित कम्पनीका प्रतिनिधिले, एक्जियाटाको जस्ताको प्रतिनिधिले भेट्न गएको अथवा लबिङ गरेको कहिले पनि सुनेको देखिएको थिएन। विशुद्ध व्यापारिक कारोबार हुँदो हो भने किन्ने र बेच्नेले तपाई प्रमुख दलका नेताहरूको घर घरमा गएर धाइरहनु पर्ने आवश्यकता किन पर्थ्यो? यो मेरो प्रश्न हो। कारोबारको सुरुमै ठाउँ ठाउँमा गएर नेतालाई भेटेर वातावरण निर्माण गर्ने प्रयास यो किन गरियो त? याद छ मलाई अझै पनि पूर्व अर्थ सचिव रामेश्वर खनालले चाहिँ त्यति बेलै भनेका थिए सम्भवतः यो कारोबारमा नेपालमा त्यो क्यापिटल गेन ट्याक्स बापत ठूलो रकम तिर्नुपर्ने हुन सक्छ, हुन्छ भनिएको मलाई याद छ। र त्यसैले सुरुदेखि नै यस्ता नेताहरूलाई विश्वासमा लिन सकियो भने चाहिँ लाभ कर तिर्नै नपर्ने गरी उम्किन सकिन्छ अथवा तिर्नै पर्दा पनि दायित्व कम गरेर चाहिँ तिर्न सकिन्छ भन्ने सोच भएको देखिन्छ। जनताले त घर घर धाउने ती व्यापारीहरूलाई नेताहरूले कर तिर्नु पर्दैन भनेर आश्वासन दिएको र त्यस बखत चाहिँ शुभलाभ भनौँ न, यसलाई शुभलाभ पनि भएको लिएको आरोप लगाएकै थिए। यसपटक समिति बनेका बेलामा, अब नबन्नु बनिसकेको बेलामा त्यो पाटोलाई पनि समेटौँ न, खुल्ला रूपमा छानबिन गरौँ न त यसबारेमा पनि। तत्कालीन अर्थमन्त्रीले त किन्नेले होइन बेच्नेले कर तिर्नुपर्ने भनेर मिडियामा बताएको उहाँको बोली सहितको समाचार हामीले हेरेकै थियौं। तत्कालीन अर्थमन्त्री भनिसकेपछि तत्कालीन अर्थमन्त्री को थिए? त्यति बेला ती व्यापारीहरूले कसको घर दैलो गरे, विदेश शहरमा नेतादेखि पत्रकारसम्म को गए।